गणपतिं त्वा गणपतिगुं हवामहे हवामहे गणपतिं त्वा गणपतिगुं हवामहे गणपतिगुं हवामहे हवामहे गणपतिगुं हवामहे कविं कविगुं हवामहे गणपतिं गणपतिगुं हवामहे।
फेरि मेरो छोराको बजारमा कहाँ गएर राखिन्छ र मलाई पकाएर रोटी पकायो दुना गाँस्न चाहिँ दुना टपर गाँस्न चाहिँ नखोजौँ मान्छे भन्दा थिएँ तर यसपालि म भ्याइनँ अब 2-3 वर्ष भयो किनेरै ल्याउँछु त्यही त ओम नमो भगवते वासुदेवाय वासुदेवाय भजौं वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय अधिकारी की छोरी र अधिकारी की भान्जी पखायो त तिमीहरुलाई पत्रो बनाएको बाबा सबै के फूल फूल्यो फूल भइरै फूल्यो एक घाटी पिनी शिवलाई एउटा फुल दिने एउटा कुशल पुड्का दिएर सबैतिर पाइन्छ ओम अपवित्र पवित्र वा सर्वावसन् ओम पुण्डरीकाक्षनाथ ओम पुण्डरीकाक्षनाथ अब चन्दन पुण्य भूमिमा अगाडि बढी पूजा गर्ने देवी हातमा सरस्यौ लिने सकल जगत शिकायन ब्रह्मण पराधे श्री श्वेत वाराह कल्पे श्री श्वेत वाराह कल्पे वैवस्वतंतरे अष्टादशतमे सत्यात्रे द्वापरान्ते कलियुगे कलियुग सप्तम शरणे भूलोके नमो देवे भारतवर्षे वाचनन्द्रादिवर्तान्त सुधात्रे पृथिवीन्द्र पृथ्वीन्द्र भूमि देवताभ्यो नमो नमः। अब एउटा चुना राख्ने अगाडि अनि दियोको पूजा गर्ने त्यो चुना फुल फल भेटिन्छ चुनामा लाउने चन्दनं समर्पयामि दीपनारायणाय नमो नमः अक्षतं समर्पयामि दीपनारायणाय नमो नमः नानाविध नैवेद्यं समर्पयामि दीपनारायणाय नमो नमः लिएर नमस्कार गर्ने कालो भवानी च पुष्पाञ्जलि मया दत्तं ज्ञाना परमेश्वर ओम ब्रह्माजनानां प्रथमं प्रस्तावि श्रीमतः चन्द्रमा मनसो जातचक्षुः सूर्यो जाता सूत्राद्वा हि सप्तर्षमुखादस्तैव सर्वे विष्णुन्दकाचले विष्णुस्थले विष्णुपण्डमस्तके ज्वालामालकरे सर्वे विष्णुहरिओं तथैवं तथतो श्रीमद्गौतमाप्राणविष्णुराज्ञया प्रौतमानस्य सकला जगद्वासिकारिणो ब्रह्मणोदे परादे श्री श्वेतवारा कल्पे भूयिभूषमन्वन्तरे अष्टादशतमे सत्या ईश्वरी प्रजाः सर्वणो हम महात्मसपत्नी देवतानां देव्या सूर्यादि अरिष्ट ग्रह देवता पूजन सुसांगता सिद्ध्यार्थम तथा च ब्राह्मण मुखद्वारः ग्रह सूत्रपाठ सुसांगता सिद्ध्यार्थम ब्राह्मण वैकुंठ लोक प्राप्त्यार्थम लक्ष्य पादनः कल्पोतः सकल फल प्राप्तये च कृत युक्तयोनि साधना गर्नु
समुखात श्रोत्रात्मा प्राण समुखात निरजायत सल्काइदिने अनि सल्काए हातमा चिन्ने सबैजनाले सल्काइदिनु तल सबै सल्काउ त्यहाँ सल्काएर तिल लिने अरे सबैले हातमा तिल बोक्ने तिल साडी त्यो सल्काउँदै अनि साडी जोगाएर तिलले पूजा गर्दै घुम्ने वरिपरि घुम्ने ओम सहस्रशीर्षा सबैको भइसक्यो मैले भजन कीर्तन गरौँ भन्दा परै डराउने भजन कीर्तन गरौँ भन्दा परै
वर्णादि देवताहरूको वेदहरूको महापुराणको एकादश महापुराणको श्री महाराजको भगवानको अष्ट चिरञ्जीवीहरूको बाके बिहारी लालको श्री वृन्दावन धामको पशुपतिनाथको नाथ भगवानको धामको क्षेत्र भगवानको सुब्बा बाबाको सदाशिव भोले बाबाको तारा माताको ईश्वर धामको माताको भक्तजनहरूको आनन्दको भगवानको जय जय श्री राम। पुष्पाणि सकाल भवानी च पुष्पाञ्जलि मया दत्तं विहाण परमेश्वर राखिदिने बाहिरपट्टि पवित्र गर आरती टिक बनाउने
यहाँ हेर्न जोडिएर छैन एकै ठाउँ लगाऊँ कि हुन्छ हेर्नु ल यहाँ दुईजना हात आमा नमस्कार सबैजनालाई राधे 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 हरे राम हरि हरि हरे राम हरे कृष्ण हरे राम हरि हरि एक दिन त जाने हो संसार छोडेर हरे राम हरे कृष्ण हरे राम हरि हरि पिंजरा तोडेर पंछी उडेर हरे राम हरे कृष्ण हरे राम हरि हरि एक दिन त जाने हो संसार छोडेर पिंजरा तोडेर पंछी उडेर धन र सम्पत्ति घरमै झोलामा बासाको टोलामा लान्छन् खोलामा बासाको टोलामा लान्छन् खोलामा भर नपर जान्छ पंछी उडेर गुडा छोडेर भर नपर जान्छ पंछी उडेर गुडा
हाल्यो हाल्यो कृष्ण पक्ष बुधबारका दिन 23 गते बुधबारका दिन चौथी तिथि अन्तर्गत पञ्चमी तिथिका दिन शुभ लगन शुभ मुहूर्त शुभ बार शुभ तिथि अन्तर्गत हाम्रो वत्स गोत्रमा जन्म लिएर आफ्नो जीवन आफ्नो बाल्यावस्थालाई पूर्ण गर्दै गर्दै एउटा यज्ञोपवी धारणको विधिलाई धारण गर्नका निमित्त तत्पर बसेका कुमार पोषण कुमार तथा द्वितीय पुत्र टेकराज कुमारको उपनयन कर्मका निमित्त हामी शुभ लगन शुभ मुहूर्त शुभ साहित आजका दिनमा हामीले शुभ लगन बोल्ने क्रममा शुभ बेलामा हामी सम्पूर्ण हवन गर्ने गुरुहरू तयार, बाजा गाजा बजाउने तयार, शङ्ख घण्ट बजाउने तयार, मन्त्रदान लिने दिनेहरू तयार, सम्पूर्ण कर्महरूलाई घोचा हाल्नेहरू तयार, सम्पूर्ण कर्महरूलाई अगाडि बढाउनेहरू तयार, फोटो खिच्ने फोटो लिने फोटो दिनेहरू सबै सम्पूर्ण जनहरू तयार। शुभ लगन होस्, शुभ लगन होस्, शुभ लगन होस्। ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव। खोइ त मन्त्र सुनाउनु नै तयार हुनु रहेन रहेछ हामी।
ल एकचोटि आचमन गरेर एक फन्को घुमाइदिइहाल्नु होइन घुम्छन् आँटेर घुम्नुपर्छ यति ठाउँबाट घुम्छन् त्यता बस्नु वाउ वाउ यहाँ निकालेको पापडी अब जानु हुँदैन भित्र यो ल्याउनु ला एक्सर्साइज गर्नु यता हेरेर मलाई अलिकति मलाई हेरेर हाल्छु न काकीले हेरेर सबैजना विचार गर्नुपर्छ शिब्रको वर्ष थला भुया सागु स्वाहा एकैचोटि लगाइदिने अरू 5वटा पुग्दैन होला कुसका टुक्रा 5वटा दिउँ न सुश्रुवाहा आसिन दोस्रो लगाइदिने यहाँ एवं मामको हो सुश्रुवाहा सौम श्रवास कुरो हो भनेर अर्को लगाइदिने यथात् अमग्नि देवाय ज्ञाहाय निधाय आसिन भनेर त्यो पनि लगाइदिने अर्को अन्तिमको एउटा रह्यो हरियम एवं आहिर मनुष्याणाम देवानाम निधाय भुया आसिन भनेर त्यो पनि लगाइदिने पानी समाउने हरियो महत्वनुपाग्ने इत्यादि नाम सप्ताहानाम बृहति देवता ऋषिर यजुर्देवताः मुख विर्सने विनियोग छोडिदिने ताहाई फेरि सेक्ने हरियोम मेधामे देव सविता आसतदाहादि फेरि सेक्ने हरियोम मेधामे देव सरस्वती आधामी मेधामे फेरि सेक्ने मेधामे देवता आसे पानी समाउने नारायण कविको सम्राट हात समप्रासे स्वाहा यस्तो सुरोलाई चोबेर हातमा लगाएर यसो तिलक धारण गराइदिए गर्नु त भाइहरू पानी समात ल त्रायवती मन्त्र स्य नारायण ऋषि छन्दः आयुर्देवता भस्म तिलक धारणै विनियोग हम त्रायकम जबदगैसी नियुक्ति कसम त्रायकमिति ललाटे जतैदेखि तिहि वाम बाहु तन्नो अस्तु इति यो त्रायकमिति हृदय पानी समाउने हरिओम अद्यः वत्सगोत्रः पोषणकुमारः टेकराजकुमारस्य पंचम प्रवरः कुमारस्य भो वरुणत्वम अभिवादयेत् वरुणदेवलाई अभिवादन गर्छु अनि ती छोडिदिने सो वरुणलाई सम्झेर शिर झुकाउने फेरि पानी समाउने अद्यः वत्सगोत्र पंचम प्रवर
फेरि कहाँ आउँछ रे